साँचो अर्कोको हातमा परिवर्तनको नाममा हामीले पाएको उपलब्धि ताला एउटाको हातमा साँचो अर्कोको हातमा। 2061 सालमा मेरो एउटा पुस्तक निस्केको थियो वेद र चाँडै। त्यसको विमोचन गर्न मैले ज्ञानु सरलाई बोलाएको थिएँ नेपालमा। बर्दिया घुम्न हिँड्दै जान्छु भनेको थिएँ। के खानुहुन्छ सर? के छ भनेर सोधेँ मैले भन्नुभयो राइसबाट खुवाउनु कुपिलाजी सस्तो हुन्छ भन्नुभयो। अब यो कुन कम्पनीको कुन मोडल रहेछ मैले सोधेँ बजारमा, कहीँ भेटिएन। पछि एकजना साथीले भनिदियो कि राइस कर्ग भनेको त त्यही हो, भातको झोल। अनि त्यो चखानामा हामीले बर्दिया राष्ट्रिय निकुञ्जको छेउको एउटा चौरमा बसेर, त्यो पनि ग्यारेन्टी हो, त्यो सकुन्जेल रात पर्यो। सर उठौँ, रात पर्यो, उठौँ भन्छु, सर उठ्नु भएन। त्यो ढिलो गरेको मलाई लाभ के भयो भने मेरो पहिलो मुक्त सङ्ग्रहको नाम सरले त्यही राखिदिनु भयो। घाम डुबिसकेको थियो, कोपिलाजी घाम पनि डुब्दैन भन्नुभयो। अनि जुनै पनि डुब्दैन घाम भन्ने मेरो गलत मुक्तक सङ्ग्रहको नाम त्यही राखिदिनु भएको। उहाँको अगाडि म त्यही मुक्तक सङ्ग्रहको एउटा मुक्तक सुनाउँछु। मैले नाम बोले क्षमा गर्नुहोला। घर जलेको बेला कसै न कसैले त आगो निभाउनु पर्ला। बुद्धको बाटो एक न एक दिन त सबैले अपनाउनु पर्ला। घर जलेको बेला कसै न कसैले त आगो निभाउनु पर्ला। बुद्धको बाटो एक न एक दिन त सबैले अपनाउनु पर्ला। अर्काको घरबाट धुवाँ उडेको देखेर नरमाउनुहोस् मित्र, यदि आफ्नो घरमा आगो सन्कियो भने पस्ताउनु। 2065 सालमा मेरो अर्को एउटा मुक्तक सङ्ग्रह निस्केको थियो। त्यसको भूमिकाहरू उषा बेजुले लेखिसकेको थियो, आफ्नै छाल आफ्नै किनारा। त्यही मुक्तक सङ्ग्रहको एउटा नारा लगाऊ, कराऊ या चिच्याऊ, यहाँ केही हुँदैन। जनताको धन खाऊ, बाँड या सिद्ध्याऊ, यहाँ केही हुँदैन। लाज र शरम बचाएपछि जिम्मेवारी बोकेकाहरूले जति गाली गर सम्झाऊ या भिच्याऊ, यहाँ केही हुँदैन। तराईको समस्या छ। यो म सुनाउँ कि नसुनाउँ यसमा साहित्यिक प्याटर्न छैन भने हाम्रो जीवन मित्रले सुनाउनु होला भन्नुभयो। यो तराईको समस्या हो। जत्रो क्रान्ति गरे पनि दिशा गर्ने त खेतमै हो। पहिला बाटोमा दिशा गर्ने चलन थियो। पछि यो मरिसमान सिंह श्रेष्ठको पालामा यो फोहोर व्यवस्थापन सम्बन्धी एउटा ऐन बनेछ। त्यसपछि बाटोमा दिशा गर्न छाडेर खेतमा दिशा गर्ने बानी पर्यो। त्यो अहिलेसम्म पनि हटेको छैन। जत्रो क्रान्ति गरे पनि दिशा गर्ने त खेतमै हो। आफ्नो घर बढारेर